हामीले आज चाहिँ मौरीको घार चेक गर्दैछौँ मौरीको अवस्था के छ भनेर यो हल्का घाम लागेको बेलामा सेराना जातको मौरी हो यो हजुर मौरी चाहिँ दुई खालका हुन्छन् एउटा मेलिफेरा र सेराना हजुर हाम्रो यो पहाडी भेगमा चाहिँ यो सेराना तराईतिर चाहिँ मेलिफेरा हामी सेराना मौरी यसलाई एसियन मौरी पनि भन्छन् यसलाई एसियन यसलाई एसियन मौरी मेलिफेरालाई युरोपियन मौरी भन्छन् हजुर यो मौरीमा अलि कालो मौरी चाहिँ अलिक प्रशस्त देखिएको हुँदा हजुर के गर्छ कालो मौरीले जस्तै कालो मौरी निस्केपछि छुट्टिने लक्षण चाहिँ देखा पर्छ हजुर बाहिरबाट हेर्दा त्यसो भएर यो मौरी चाहिँ आज निरीक्षण गर्न लाग्यो त्यति बेलाको दर्था गाविस हजुर त्यहाँबाट सिफारिस भएर यो जिल्ला कृषि शाखा मार्फत हजुर ललितपुरको गोदावरी भन्ने ठाउँमा आधारभूत मौरी तालिम गरेका हौँ हजुर त्यति सक्रिय भएर त त्यति बेला काम गरिएन अहिले छ जस घरलाई पुग्ने तपाईँले होइन छ 5-6 गाह्रो मौरी छ हजुर मलाई यसो चाहिँ सिजनमा हेर्न ओर्न खान भइरहेको छ सुँदैछ कि फ्रेमबाट सुँडेछ कि